ल हेर्नुहोस् त साथीहरू, अति आत्मविश्वास कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ भनेको यही हो के। यदि तपाईँहरूलाई पनि साथीहरू यस्तै प्रकारको रियाक्सन भिडियो बनाउन मन छ भने चाहिँ तपाईँहरू बिहानबाट कसरी बनाउन सक्नुहुन्छ भन्ने विषयमा म तपाईँहरूलाई सिकाउन गइरहेको छु। सर्वप्रथम भिडियो सिलेक्ट गर्नुपर्छ। भिडियो सिलेक्ट गरेर मैले देखाइहालेँ होइन। अब भिडियो सिलेक्ट गरिसकेपछि चाहिँ यहाँनिर चाहिँ हामीले चाहिँ हल्का स्प्लिट गर्नुपर्छ, हल्का कट गर्नुपर्छ। किन भन्दाखेरि युट्युबबाट डाउनलोड गरेको भिडियो डाइरेक्ट चल्दैन क्या बिहानमा। त्यही हल्का स्प्लिट गरेपछि के हुन्छ भन्दाखेरि तपाईँको भिडियो चाहिँ प्ले हुन्छ क्या। अब यति गरिसकेपछि चाहिँ हामी चाहिँ अब चाहिँ यहाँनिर चाहिँ के गर्छौँ भने चाहिँ हल्का इफेक्ट हाल्छौँ यहाँनिर होइन। यहाँनिर चाहिँ मैले चाहिँ यसलाई चाहिँ अब 20% बनाइदिएँ होइन। यो भोल्युम चाहिँ यो जुन चाहिँ भिडियोको ओरिजिनल भिडियोको। र म चाहिँ अब के गर्न लागिरहेको छु भन्दाखेरि चाहिँ अब चाहिँ यसलाई म्युटै गरिदिएँ होइन। म्युटै गरिदिए पनि हुन्छ सकेसम्म। त्यसपछि मैले चाहिँ अब आफूले गरेको कमेन्टरी रियाक्सन भिडियो चाहिँ हाल्न गइरहेको छु। यसलाई चाहिँ अब कसरी हाल्ने भन्दाखेरि चाहिँ अब चाहिँ सर्वप्रथम चाहिँ यो भिडियोलाई चाहिँ तपाईँले जुन चाहिँ मतलब उल्टो गराउनुपर्छ क्या। त्यो युट्युबमा एउटा डाउनलोड गरेको हुनाले चाहिँ यहाँनिर हल्का इफेक्ट पनि हाल्नुपर्छ होइन। त्यसले के हुन्छ भन्दाखेरि युट्युबलाई फेसबुकलाई चाहिँ हल्का ओरिजिनल कन्टेन्ट जस्तो लाग्छ क्या। यताउता एडिट सिडिट गरिदिएपछि चाहिँ हल्का यति गरिसकेपछि चाहिँ हामी चाहिँ अब चाहिँ भिडियो हाल्न गइरहेको छौँ। यो पहिला बिहानलाई यसलाई फालौँ होइन। वाटरमार्कलाई फालिसकेपछि चाहिँ अब चाहिँ म चाहिँ भिडियो हाल्न गइरहेको छु। जुन चाहिँ मैले रेकर्ड गरेर राखेको थिएँ, जुन चाहिँ रियाक्सन दिएको थिएँ त्यो सुरुमा आएको थियो नि। यसलाई चाहिँ म तल सेट गरिदिएँ होइन। यसरी चाहिँ सेट गर्ने होइन साथीहरू, मिलाएर ट्याक्क। त्यसपछि चाहिँ हामी चाहिँ अब चाहिँ यो भिडियो चालु आत्मविश्वास कहिलेकाहीँ सुरुमा देखिसक्नु भयो होइन। त्यही पनि यहाँ चालु गरेर यो मान्छे ओभर कन्फिडेन्ट भएर चाहिँ अब चाहिँ हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यसको चाहिँ जुन चाहिँ लङ भिडियो त्यो जुन चाहिँ भिडियो थियो नि सर्ट भिडियो बनाएको त्यसको चाहिँ हल्का स्पिड मैले बढाइदिएँ। किन भन्दाखेरि मेरो भोइस अलिकति लामो भएको थियो कि कमेन्टरी, त्यही भएर त्यो हुनाले चाहिँ मैले हल्का यो यसको लागि चाहिँ यो भिडियो चाहिँ जुन छ नि रियाक्सन भिडियो त्यसलाई चाहिँ हल्का लामो बनाइदिएँ। अब चाहिँ हाम्रो भिडियो चाहिँ रेडी भइसक्यो। ओभर कन्फिडेन्ट भएर चाहिँ अब चाहिँ यसमा बाँकी रह्यो के काम भन्दा चाहिँ यसमा टेक्स्ट लेख्न बाँकी भयो क्या। अब त्यसको लागि चाहिँ हामी के गर्नेछौँ भन्दा सिम्पली टेक्स्टमा जान्छौँ र त्यहाँनिर चाहिँ मैले चाहिँ पहिला आफ्नो के गरेँ भन्दाखेरि चाहिँ आफ्नो भोइसलाई चाहिँ 300 बनाएँ। हल्का म्याक्स गरेपछि के फाइदा हुन्छ भन्दाखेरि अलिकति प्रष्ट सुनिन्छ। अब चाहिँ मैले चाहिँ टेक्स्ट लेख्न गइरहेको छु र देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले चाहिँ फलो मी फर मोर अपडेट्स भनेर चाहिँ मैले लेखेको हुन्छु होइन। यति गरिसकेपछि चाहिँ अनि यसको लागि चाहिँ कलर कम्बिनेसन चुज गर्नुपर्छ होइन। कलर कम्बिनेसन अब तपाईँहरूलाई जुन मनपर्छ होइन, त्यही रातो निलो पहेँलो जुन पनि सिलेक्ट गर्न सक्नुहुन्छ। मैले सिम्पली यहाँनिर चाहिँ व्हाइट सिलेक्ट गरेँ जस्तो। ल हेर्नुहोस् त साथीहरू, अति आत्मविश्वास कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ भनेको यही हो के। यो मान्छे ओभर कन्फिडेन्ट भएर चाहिँ बुल फाइट गर्न गयो केही नजानिकन लास्टमा यस्तो हाल भयो।